नेपालमा के कन्टेन्ट मोनेटाइजेसन बन्द भएको हो त? अर्थात् नेपाललाई के फेसबुकले कन्टेन्ट मोनेटाइजेसनबाट हटाइसकेको हो त? हो यसको बारेमा तपाईँलाई हामीले बताउन गएका छौँ आज। जानेर तपाईँले हेर्न सक्नुहुन्छ यो खालको स्क्रिनसट हामीले च्याटजिपिटीमा राखिसकेपछि यस्तै भनिरहेको छ कि तपाईँकोमा एबिटी अन समस्या आइरहेको छ। यो किन यस्तो भइरहेको छ भन्दाखेरि दुईटा खालको समस्या छ। एउटा कन्टेन्ट फ्ल्याग बाई टेक्नोलोजी भनेको छ भने अर्को भनेको लोकल लिगल रिक्वायरमेन्ट अफ गभर्मेन्ट। तपाईँको देशमा लागू हुने कानुन नियमका कारण सबै मोनेटाइजेसन फिचरहरू उपलब्ध नहुन सक्छ। अब हामीले के गर्यो त यो खास स्पेसल्ली किन समस्या भएको छ भनेर हामीले यहाँनिर सोचेका छौँ अथवा सोधेका छौँ। यो इस्यु भनेको नेपालमा सामान्य हो। किन भन्दा मेटा डज नट फुल्ली सपोर्ट मोनेटाइजेसन इन नेपाल। यसरी हेर्दाखेरि नेपालमा कन्टेन्ट मोनेटाइजेसन नेपालमा अहिले चाहिँ फुल्ली सपोर्टमा छैन। त्यसैले यो समस्या आएको छ भनेर यहाँ देखाइरहेको छ। त्यसरी आशा गरौँ साथी हो तपाईँ हामी जसले फेसबुकका काम गरिरहेका छौँ छिट्टै नै यो सुविधा आउनेछ र फेरि पनि हामी पैसा कमाउनको लागि अगाडि बढ्नेछौँ।